नेपाल अहिले एउटा निकै महत्त्वपूर्ण राजनीतिक मोडमा उभिएको छ। अब आउने 2026को चुनावले देशको भविष्य कता जान्छ भनेर निर्णय गर्नेछ। के यसले सुधारको एउटा नयाँ युगको सुरुवात गर्ला कि फेरि पुरानै शक्तिहरूले आफ्नो पकड कायम राख्नेछन्? लामो समयको राजनीतिक उथलपुथलपछि यो साँच्चै एउटा निर्णायक क्षण हो। आजको राजनीतिक अवस्था बुझ्नलाई हामीले 1 वर्ष पछाडि 2025को त्यो नाटकीय घटनालाई हेर्नै पर्छ। जेन्जीको नेतृत्वमा भएको त्यो विद्रोहले देशलाई नै हल्लाइदियो। त्यसले तत्कालीन सरकार ढाल्ने र संसद विघटन गर्ने काम मात्र गरेन, बरु आजको यो चुनावी मैदानको लागि मञ्च पनि तयार गर्यो। त्यो विद्रोहले भनौँ न नेपालको राजनीतिमा एउटा रिसेट बटन नै थिचिदियो। पुरानो व्यवस्थालाई भत्काएर नयाँ सुरुवातको लागि बाटो खोलिदियो। अब एक अन्तरिम सरकारले मार्च 2026मा हुने यो महत्त्वपूर्ण चुनावसम्म देशलाई स्थिर रूपमा डोर्याउने एउटा गहन जिम्मेवारी लिएको छ। अब यो सङ्क्रमणकालको यो एकदमै संवेदनशील समयमा देशलाई सम्हाल्ने जिम्मा कसले लिएको छ त? पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम सरकारले। उहाँको मुख्य काम भनेको स्थिरता कायम राख्ने र एउटा निष्पक्ष चुनावको लागि बलियो आधार तयार पार्ने हो। अब कुरा गरौँ पुराना स्थापित राजनीतिक दलहरूको। उनीहरू अहिले भनौँ न दोहोरो चेपुवामा परेका छन्। एकातिर पार्टीभित्रै शक्ति सङ्घर्ष र गुटबन्दी चर्किएको छ भने अर्कोतिर सडकबाट जनताले जवाफदेहिताको लागि चर्को दबाव दिइरहेका छन्। खास गरी नेपाली कङ्ग्रेसलाई हेर्ने हो भने यो लडाईँ त झन् छर्लङ्गे देखिन्छ। यो कुनै सामान्य गुटको लडाईँ मात्रै होइन, यो त पार्टीको भविष्य कस्तो हुने भन्ने लडाईँ हो। एकातिर शेरबहादुर देउवाको नेतृत्वमा रहेको पुरानो पुस्ता छ भने अर्कोतिर गगन थापा जस्ता नेताहरूले प्रतिनिधित्व गर्ने परिवर्तन चाहने नयाँ पुस्ता। जवाफदेहिता यो शब्द अहिले राजनीतिको केन्द्रमा छ। 2025को त्यो आन्दोलनमा भएको दमनको हिसाब किताब खोजिँदैछ र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली जस्ता शीर्ष नेताहरू अब छानबिनको दायरामा छन्। यसले के राजनीतिक दण्डहीनताको युग अब सकिन लागेको हो त भन्ने सङ्केत गर्छ। अनि यस्तो बेलामा केपी शर्मा ओलीको यो भनाइ आउँछ। यसले उहाँहरूको रणनीति स्पष्ट पार्छ। आफूलाई लोकतन्त्र र संविधानको एकमात्र रक्षकको रूपमा देखाउन खोज्ने। यो वर्तमान सङ्क्रमणकालीन व्यवस्थाप्रतिको उनीहरूको वैचारिक प्रतिरोध मात्र होइन, सत्तामा फेरि फर्कने प्रयासको सङ्केत पनि हो। तर यो राजनीतिक मैदानमा पुराना खेलाडी मात्रै छैनन्। अब अर्को पाटो हेरौँ जहाँ नयाँ शक्तिहरूले पुरानो व्यवस्थालाई चुनौती दिइरहेका छन्। अनि यो नयाँ लहरको नेतृत्व कसले गरिरहेको छ त? नामहरू नौला छैनन्। काठमाडौँका मेयर बालेन शाह अनि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने। उनीहरूले परम्परागत राजनीतिबाट दिक्क भएका विशेष गरी युवा मतदाताहरूलाई आफूतर्फ तानिरहेका छन्। यो गठबन्धनको रणनीति एकदमै स्पष्ट छ। 2025को त्यो विद्रोहको ऊर्जालाई खेर जान नदिने, सडकमा देखिएको त्यो आक्रोशलाई भोटमा बदल्ने। नैतिक राजनीतिको नारा लिएर अघि बढेको यो शक्तिले युवाहरूको मत तान्न खोजिरहेको छ। ल अब अलिकति प्राविधिक कुरा गरौँ। 2026को चुनावसम्म पुग्ने बाटो कस्तो छ? के प्रक्रियाहरू पार गर्नुपर्छ जसले अन्तिम नतिजालाई निकै प्रभाव पार्नेछ? समानुपातिक अर्थात् पीआर प्रणाली यो नेपाली चुनावको एउटा एकदमै महत्त्वपूर्ण तर धेरैलाई कन्फ्युज गराउने हिस्सा हो। सिधा भाषामा भन्दा दलहरूले देशभरिबाट पाएको कुल भोटको आधारमा संसदमा थप सिटहरू पाउँछन्। तर यही प्रणालीको प्रयोग कसरी भइरहेको छ भन्नेमा अहिले ठूलो बहस र छानबिन चलिरहेको छ। यही पीआर प्रणालीमा हालै सर्वोच्च अदालतले एउटा निकै महत्त्वपूर्ण फैसला गरेको छ। अदालतले दलहरूलाई आफ्नो समानुपातिक सूचीमा अपाङ्गता भएका व्यक्तिहरूलाई अनिवार्य रूपमा राख्न आदेश दिएको छ। यो आदेशले दलहरूलाई समावेशिताको बारेमा गम्भीर हुन बाध्य बनाएको छ। त्यसो भए चुनावसम्मको क्यालेन्डर कस्तो देखिन्छ त? एकदमै स्पष्ट छ। जनवरीमा उम्मेद्वारहरूको फाइनल लिस्ट तयार हुनेछ, फेब्रुअरीमा त्यो लिस्ट सार्वजनिक हुन्छ र त्यसपछि मार्च 5मा मतदान। यी सबै कुराहरू हेर्दा एउटा प्रश्न उठ्छ। आखिर यो चुनावमा दाउमा के छ? यो किन यति धेरै महत्त्वपूर्ण छ? मार्च 5, 2026 यो क्यालेन्डरको एउटा तारिख मात्रै होइन। यो त भनौँ न नेपालको भविष्यको लागि एउटा जनमत सङ्ग्रह नै हो। यही दिन फैसला हुनेछ जनताले निरन्तरतालाई रोज्छन् कि परिवर्तनको पक्षमा उभिन्छन्। त्यसो भए अन्तिम प्रश्न यही हो, के यो चुनावले साँच्चै एउटा नयाँ अध्यायको सुरुवात गर्ला कि फेरि पनि पुरानै कथा दोहोरिनेछ?
नेपालको आउने दिनहरूको भविष्य हो यही प्रश्नको उत्तरमा अड्किएको छ।